कि रातको समयमा वचन गर्दै जाँदा युटिकस मस्त निन्द्रामा झुले। सबै आएका जनहरूले वचनमा मस्त रहनुभयो, व्यस्त रहनुभयो, उत्साहित हुनुभयो, गुरुको मुखबाट निस्केको वचनलाई ध्यान दिनुभयो। तर युटिकस भने 3 तला माथिको झ्यालमा बसेर मस्त निधाएर घुर्नुभयो। तब शैतानले के गरिदियो? झारिदियो अनि मृत्यु भयो। तब गुरु वचन गर्दा गर्दै युटिकस खसेको ठाउँमा आएर हेर्दाखेरि घोप्टो परेर मरिरहेको रहेछ। त गुरुले हैन, तब पावलले चङ्गाई गर्नुभयो कि जति पनि सास लुट्ने त भूतात्मा हट यो शरीरबाट भनेर चङ्गाएर छोडिदिनु भयो। तब बिहान झिसमिसे उज्यालोमा वचन सिद्धियो, महिमा सिद्धियो। जब सबैजना भिड लागेर घर निस्केर जान लाग्नुभयो, त्यो लासमा पनि सास फुकेर पिताले सँगै जाने बनाइदिनु भयो, लाजमा पर्न दिनु भएन। त्यस्तै आज तपाईँ हामी जे छौँ, जति छौँ, परमेश्वरले बोलाइएका, परमेश्वरले चुनेका। अस्ति सोमबार हाम्रो गुरुको मुख भएर वचन आएको थियो नि, दृष्टान्तलाई कति सुन्नुभयो? म त सुनेको कुरा सबै कपिराइट हुन्छ हृदयमा मेरो, म एउटा पनि बिर्सिन्न, त्यति ध्यानले म सुनेको हुन्छु। राजाले आफ्नो सम्पत्ति आराम सबै दिनको लागि 3 जना व्यक्तिलाई चुन्नु भएको थियो नि। त्यो दृष्टान्तले कति नखुलेको हृदय खोल्ने थियो, बुझ्नेलाई काफी थियो। वचन धेरै पनि चाहिँदैन, वचन एउटा मात्रै भए पनि अरबौंको काम गर्नुहुन्छ, किनकि वचन जीवित अनि क्रियाशील र 2 धारे तरबार भन्दा धारिलो छ। सुन्नेहरूको लागि, आत्माका ढोका खोल्नेहरूको निम्ति। सुन सुन नै, सुन्देऊ न नै, बुझ्देऊ न नै, म बुझ्छु। मेरो पिताले मलाई के भन्नुभएको छ, मेरो पिताले मेरो लागि के राख्नु भएको छ, जसले ध्यान दिनुहुन्छ उसको लागि क्षणभर पनि लाग्दैन। त्यसैले एकदमै जे छौँ, जति छौँ, परमात्माले बोलाइएका छौँ, परमात्माले चुनिएका छौँ। त्यसैले पिता भन्नुहुन्छ ठुलो ढोका खुल्नको निम्ति साना साना ढोकाहरू बन्द भएको हुन्छ। मेरो बच्चा, तिमी धैर्य गर है, शान्त रहौ, आनन्द गर। तिम्रो जीवनमा जब ठुला ढोकाहरू खोल्नलाई मैले तयारी राख्छु नि, तब तिम्रो जीवनमा साना साना ढोकाहरू बन्द भएको हुन्छ। यति बेला पिता नै हुँदो रहेनछ, यति बेला म सच्चै गएको त हो, यति बेला मैले बिउ रोपेको त हो, यति बेला मैले अन्य भाषा गरेको त हो, खै मैले पाएको यो नहुन है। किनकि मैले ठुलो ढोका तिम्रो निम्ति तयार गर्दैछु, त्यसैले तिम्रो जीवनका साना साना ढोकाहरू बन्द भएका हुन्। धैर्य गर, धैर्यलाई धारणा गर, आनन्द गर, मनस्थितिलाई नबिगार। जे छ, जति छ, पर्याप्त छ भनेर मलाई हमेशा धन्यवाद दिइराख। तिम्रो लागि त्यो ठुलो ढोका खुलिसक्यो, ताली बजाएर खुल्यो पिता भन्ने। त्यस्तो मालिकसँग छौँ। आज त्यस्तो मालिकलाई चिनाइदिनु हुने मेरो 2 अग्रज अगुवा प्रकाश सर हजुर, सुशीला म्याम हजुरलाई यहीँबाट शिर झुकाएर नमस्कार भन्न चाहन्छु। संसारले के भन्नुहुन्छ मलाई थाहा छैन, विश्व भन्नुहोला, मुटु भन्नुहोला, आँखाको नानी भन्नुहोला, परमेश्वर भन्नुहुन्छ धर्मीजनको प्रार्थना शक्तिशाली हुन्छ। बरु तिम्रो अगुवाको निम्ति प्रार्थना गर कि कहिले हैन कि परीक्षामा नपरोस् भनेर प्रार्थना गर। थेसलोनिकीमा भन्नुभएको छ तिम्रो माझमा रहनुभएका जो प्रभुमा रहेका अगुवाहरूको निम्ति आदर गर, अति आदर गर। कति आदर गर त? अति अतुलनीय आदर गर, जो तिनीहरूलाई हमेशा वचनबाट डोराइरहेको हुन्छ। उनीहरूको लागि के गर? अति आदर गर, सम्मान गर, उनीहरूको बसमा रह। कसले भन्नुभएको छ?
परमेश्वरले भन्नुभएको छ। त्यसैले आज गुरुको वचनलाई पक्रेका छौँ, गुरुको वचनद्वारा चलेका छौँ र त आज रानीको जीवन, राजाको जीवन, फुलको जीवन बिताउन पाएका छौँ, होइन त? आज हो कि होइन भन्नुहोस् त? होइन, आज यस्तो गहिरा अनि रहस्यका वचन हाम्रा गुरुको मुखारबिन्दु भएर दिनुभएको छ। एकचोटि गुरुको लागि पनि जोरदारले ताली बजाउनु। आज यस्तो गुरु दिनुभएको छ, ध्यानले सुन्नुहोस्, ध्यानले मनन गर्नुहोस्। लेखा दिने एउटैले हो, भिडले होइन, तपाईँको साथीले होइन, तपाईँको श्रीमानले होइन, तपाईँको बुवा आमाले होइन, तपाईँको छोराछोरीले होइन, लेखा दिने एक्लैले हो। जब जीवनमा समस्या हालत आउँछ नि, सङ्घर्ष गर्ने पनि एक्लैले हो। त्यसैले म जहाँ छु पितामा मस्त छु, व्यस्त छु, मेरो पिताले मलाई मस्त राख्नुहुन्छ। यो मन गर्नेहरूलाई पिताले के गर्नुहुन्छ? धुलोबाट ठुलो बनाउनुहुन्छ, धुलोबाट के बनाउनुहुन्छ? ठुलो बनाउनुहुन्छ। फलानु आएन के अरे, म त किन जाने, होइन? तिलाउनु आएन के अरे, म त किन जाने, होइन? यी सरजहरूले अस्ति भन्दै हुनुहुन्थ्यो, बेसरी गर्मी छ, मलाई एकदमै गाह्रो हुन्छ भन्नुभएको थियो। अनि सम्झाउँदै जाँदा पिताले वचन दिनुभयो, सच्चैमा त बिग्रेकै त आउने हो नि। ऋण बिग्रेको, घर बिग्रेको, मन बिग्रेको, जीवन बिग्रेको, कसैले सुधार्न नसकेर नै आज सच्चैमा आएका होइनौ त नि, आएका होइनौ त नि। अनि भत्किएको मान्छेलाई सुधार्न त्यति सजिलो त छैन नि त। हाम्रो सरजुर म्याम हजुरलाई हेर्नुहोस् त, कहिले चिटचिटा हाड गरेको देख्दिनँ म, कहिले रिसाएको देख्दिनँ। हुन सक्ला आफ्नो पारिवारिक कुरामा होला, हुन सक्छ, हुँदैन भन्न मिल्दैन। परिवारमा बस्दा खाँदा उठ्दा ठुसिन ठेस लाग्न सक्छ, तर कहिल्यै पिताको वचन दिन कमजोरी गर्नु भएन, पिताको वचन बोल्न कन्जुसाइ गर्नु भएन, र त आज सारा जगतले कहलाउने योग्यको बनाउनु भएको छ, होइन? कहलाउने बनाउनु भएको छ। ती मध्येका आज तपाईँ हामी सुध्रिन आएका, सच्चिन आएका, सच्चैमा आउँदामा कति कुराहरू फाइदा छ। हिजो हामी सुध्रिन नसकेका, हिजो हामी होइन सुधारिएर बोल्न नजानेकालाई आज परमेश्वरले सबलाई सुधारेर मजबुत बनाएर बलियो बनाएर उहाँको शक्ति र सामर्थ्यमा राख्नु भएको छ। परमात्मालाई धन्यवाद गर्छु। म मसीह येशूको नाममा यसै शाखाको प्रमुख सरजुलाई पनि उच्च सम्मान सिर झुकाएर नमस्कार भन्न चाहन्छु। जति पनि शाखामा रहनुहुने लिडर सरजुरहरू, लिडर म्याम हजुरहरू, वाद्यवादनमा रहनुहुने सरजुरहरू र आत्माको भोजन लिन आउनुहुने हजुर सबैमा एकमुष्टमा शिर झुकाएर नमस्कार भन्न चाहन्छु। त परमात्मालाई धन्यवाद गर्छु म मसीह येशूको नाममा। मलाई त यस्तो लाग्छ, यो दुनियाँमा यो शरीर त माटोले बनेको, यो शरीरले माटै खोज्छ, संसारकै धुलो खोज्छ, संसारकै कुरा खोज्छ, संसारकै राम रमिता खोज्छ, संसारकै चिज वस्तु खोज्छ। तर आत्मा स्वर्गबाट आएको स्वर्गकै कुरा खोजेको हुन्छ। त्यसैले स्वर्गकोतिर मन लगाउनुहोस्। जब जीवनमा मन लगाउनुहुन्छ मृत्युमा धकालेको हुन्छ, जब आत्मामा मन लगाउनुहुन्छ जीवनमा पिताले धकाल्नु भएको हुन्छ। त्यसैले आत्मामा लाग्नुहोस्। मेरो लागि वचन के आउँछ, मेरो लागि पिताले प्रेरणाका कुराहरू गवाईहरू के दिनुहुन्छ भनेर जसले चनाखो भएर कान ठाडो गरेर वचनतिर मन लगाउनुहुन्छ, तब पिताले तपाईलाई चाहिएको जवाब पनि तुरुन्तै दिनुभएको हुन्छ। त्यसैले परमात्मालाई धन्यवाद गर्छु मसीह येशूको नाममा। त रोमी 8:28 भन्नुभएको छ, हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। ताली बजाएर परमेश्वरले बोलाइएकाहरूका लागि। आज यहाँ मनुष्यले बोलाएको हो र होइन? मनुष्यले बोलाएको भए मन पर्दा आउने थियो, मन नपर्दा छोडिदिने थियो। तर आज कसले बोलाउनु भएको रहेछ? परमेश्वरले। उहाँले बोलाउनु भएको छ भने हाम्रो लागि भलाइ नै भलाइ
गरिरहनु भएको हुन्छ। के चाहिएको छ तपाईले माग्नुभन्दा पहिल्यै पितालाई थाहा छ। कमजोरी पिता नसम्झिनुहोस्। ला म त रोगी छु, ला म त गरिबी छु, ला म त यस्तो छु, चिन्तामा त्यो चिन्तामा रहने नै होइन। हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै भलाइ गर्नुहुन्छ। हेर्नुहोस्, ताली बजाएर पिता तपाईलाई धन्यवाद, तपाईलाई धन्यवाद। तपाईले सपार्नुहुन्छ, तपाईले सुधार्नुहुन्छ, तपाईले जोगाउनुहुन्छ, तपाईले नै बोलाउनु भएको मलाई असल ठोक्के राख्नु भएको छ। अब शरीरतिर मन नलगाउनुहोस्। शरीरमा त के देखिन्छ देखिन्छ। अहिले मैले सरजुरलाई सोफामा हेरेँ भने गलत कुरा मात्रै देख्छु, गलत कुरा मात्रै देख्छु सरजुरको। जब मैले आत्माबाट हेर्छु नि पिताको वचन मात्रै भरिएको देख्छु, पिताको वचन मात्रै बोलेको देख्छु। आत्मा त्यस्तो त्यस्तो आत्मामा छौँ आज तपाईँ हामी। परमेश्वरले तपाईँ हामीलाई अभावमा होइन, दुर्बलतामा होइन, शक्ति र सामर्थ्यमा ढाल अनि पर्खाल बनेर हर हमेशा तपाईँ हाम्रो रक्षा अनि सुरक्षा गरिरहनु भएको छ। अब के को चिन्ता, अब के को डर? हामी त सोच लगाउँछौँ बुधबार आयो किन जाने, हाम्रो बुद्धिले हो। परमेश्वरको बुद्धिमा चल्नेहरू हर समय टप 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 लेभलमा राख्नु भएको हुन्छ। परमेश्वरको बुद्धि माग्नु, नझर्किकन दिनुहुने पिताले यदि बुद्धिको अभाव छ भने मागोस्, त्यसले मागोस् भन्नुभएको छ। अब माग्न सुरु गर्नुहोस् न। पिताजीले स्वर्गको बुद्धि भरिदिइसक्नुभयो, अनि भन्नुभएको छ जसलाई उहाँले पहिलेबाट चिन्नु भएको छ उहाँले तिनीहरूलाई आफ्नो पुत्रको रूपमा बनाउनलाई धेरै भाइहरू मध्ये उहाँ चाहिँ ज्येष्ठ हुन् भनेर अघिबाटै नियुक्त गर्नुभएको छ। जसले उहाँलाई चिन्नु भएको छ। तपाईँ हामीलाई आमाको गर्भमा आउनुभन्दा पहिल्यै, अस्तित्वमा आउनुभन्दा पहिला नै चिन्नुहुन्थ्यो परमेश्वरले। त भन्नुभएको छ जसले उहाँले पहिलेबाटै चिन्नु भएको छ र उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूपमा बनाउनलाई र धेरै भाइहरू मध्ये उहाँ चाहिँ ज्येष्ठ हुन् भनेर अघिबाटै नियुक्त गर्नुभएको छ। आज तपाईँ हामीलाई हिलोमा थियौँ, समस्यामा थियौँ, रोगमा थियौँ, चिन्तामा थियौँ, सबैजनालाई परमेश्वरले एक एक गरेर संसारभन्दा माथि बोलाएर टप लेभलमा राख्नुभएको छ। आज तपाईँ हामीलाई यस्तो टपमा राख्नु भएको छ। यस मसीमा भूतात्मा हट भन्दा ज्ञानी बनाउनु भएको छ होइन। हाम्रो नानुको गवाई सरजुले अघि पूर्ण रूपमा भन्नु भएन। सैतान आत्माले एउटा खुट्टै नचल्ने गरेर आउनुभएको थियो। गेटबाट भित्र छिर्नै मान्नु भएको थिएन। तैँले कहाँ ल्याइस्? जसलाई मैले घर बनाएर बसेको थिएँ, जसलाई मैले खानालाई तयारी गरेको थिएँ। अब यो घरमा मलाई बस्न गाह्रो भएको छ। म कसरी जाऊँ? म निस्किहाल्छु, म छोडिहाल्छु। तब पितालाई धन्यवाद, चङ्गाउनुभन्दा पहिले भूतात्माले छोडेर गइहाल्नु। घरमा आएर सोफामा बस्न नपाउँदै बोल्नु पर्ने के थियो बोल्यो, निस्कियो। त्यस्तो शक्तिशाली आज तपाईँ हामीलाई बोलाउनु भएको छ, बनाउनु भएको छ परमेश्वरले होइन। त पितालाई धन्यवाद। मलाई गर्व चाहिँ कहाँनिर लाग्छ भन्दा नम्र भएर चल्यो भने परमेश्वरले भन्नुभएको छ तिमीलाई मैले संसारको नुन बनाएको छु, संसारको ज्योति बनाएको छु भन्नुभएको छ होइन। नम्र भएर चल्दै जाँदा कहिले एक्लै हुनु पर्यो, कहिले धेरैचोटि रुनु पर्यो, कहिले धेरै ठक्करहरू खानु पर्यो, कहिले सिसामाथि टेके जस्तो समस्याले घेरिनु पर्यो, तर पनि हार खाइन, तर पनि जीवनमा समस्यालाई ठुलो मानिन। त आज पिताले एक एक गरेर होइन, पूर्वदेखि पश्चिमदेखि उत्तरदेखि दक्षिणदेखि नेपालदेखि विदेशदेखि फोन गरेर म्याम हजुर टिकटकमा किन वचन राख्नु भएको छैन,
वचनले आज यति प्रेरणा मिलेको छ, यति उत्साहित भएका छौँ त भएन भनेर आज सच्चाइ केन्द्रमा हालेको तपाईँको त्यो गवाई नि लगभग 2 मिलियन पुग्न लागेको छ। आजसम्म त्यस्तो गवाई हामीले केही पनि भेटेनौँ, काहीँ पनि भेटेनौँ। त्यति ठुलो गवाई दिनुभएको, त्यो गवाई 10 चोटि सुन्दा पनि अझै हृदय रसाउँछ। अनि त्यो रियालिटी हेर्दा जस्तो गवाई बताउनु भएको थियो त्यस्तै हजुरलाई देख्दा अझै चिच्चाएर ईश्वरलाई पुकार्न मन लाग्छ। अनि अस्ति सच्चाइ केन्द्र नेपालमा टाढा टाढाबाट आउनु भएको कि पितालाई धन्यवाद। कहिले कसो सोमबार छुट्दा पनि अहिले त मलाई यस्तो फिल हुन थाल्यो कि धेरैजना आउनु हुँदो रहेछ आशा राखेर। कति धेरैजना होइन कि गवाई वचन सिधेपछि माम हजुरसँग भेट्नु पर्ला, कुरा गर्नु पर्ला भनेर कतिले आशा नि गर्नु हुँदो रहेछ। त गेटबाट बाहिर निस्किन नपाउँदै कतिले होइन कि अगाडि हाल्नु भएको छ माम हजुर, गवाईले प्रेरणा मिल्यो, वचनले प्रेरणा मिल्यो, कहिले आएर भेट्ने होला, कहाँ बस्नुहुन्छ होला, कि गवाईमा त ठेगाना दिनु भएको छैन, यति हामी उत्साहित भएका छौँ भनेर धेरैजना त्यहाँ भिड आउनुभयो। कोही फोटो खिच्न लाग्नुभयो। त्यो मध्ये एकजना म्याम यस्तो आएर अगल हालेर है पुरा 3-4 चोटिसँग चुप्पा गर्नुभयो उहाँले होइन कि सपनामा मेरो रूप गएको रहेछ कि म्याम हजुर उठ्नुहोस् त, गवाई दिनुहोस् त, कति ठुला गवाई दिनुभएको छ तपाईँलाई, केन्द्रमा आएर बताउनु भनेर मेरो मुखार बिन्दु भएर पिता बोल्नु भएको रहेछ। तब अनि मलाई काहीँ नदेखेको, काहीँ नभेटेको यो रूप कहाँ छ होला, को आउनु भएको होला, यस्तो मन गर्नुभएको। तब लमजुङको गवाई देख्नु भएछ। मैले सपना देखेको म्याम त उहाँ पो हुनुहुँदो रहेछ, तर कहाँ बस्नुहुन्छ होला, ठेगाना कहाँ होला, कहाँबाट यो गवाई दिनुभएको होला भनेर म धेरै समय खोजिरहेको थिएँ। तर आज पिता त शाश्वत हुनुहुँदो रहेछ। पिता म आज सच्चाइ केन्द्र नेपाल जाँदैछु, मैले सपनामा देखेको म्यामलाई भेटाउनु पर्छ है तपाईँले, मलाई हजुरले चमत्कार देखाउनु पर्छ है भनेर जब गवाई बोलेर आउनु भएको तब ढोकामै टक्लक्क देख्दा त घप्पै अङ्गल हालेर पुरै होइन पिता त यति महान हुँदो रहेछ जसलाई म खोजिरहेको थिएँ। आज पिताले भेटाउनु भयो। साँच्चै नै पिता कति महान हुनुहुँदो रहेछ होइन कि आज पिताले भन्नुभएको छ होइन, आशामा आनन्द गर, भलाइ गर्नलाई नथाक। जब आशामा आनन्द गर्छौँ, भलाइ गर्नलाई थाक्दैनौ नि, तब पिताले भन्नुभएको छ आशिष तिम्रो पछि पछि लागेर आउनेछ, महिमा तिम्रो पछि पछि लागेर आउनेछ, चिन्ता नगर। चिन्ताको अब जरुरत छैन। चिन्ता त तिमीले 45 मुनिको धुलो बनाइदेऊ, धुलो भइसक्यो। त्यसैले भन्नुभएको छ कि होइन, जस जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो र जसले उहाँले बोलाउनु भयो तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो। जसले बोलाउनु भयो उहाँले गर्नुभएको छ, धर्मी पनि ठहराउनु भएको छ। अब हामी भ्याउँदा महिमामा जुट्ने, नभ्याउँदा नजुट्ने यो मन कहिले नगर्नु, लागिरहनु। जसरी बोट जमिनमा रहिरहन्छ को दिनदिनै बढेको हुन्छ, जसरी त्यो बोटले पानीसँग रहिरहन्छ दिनदिनै हरियाली भइरहन्छ, त्यसरी नै चाहे गवाई आउँदा होस् चाहे नआउँदा होस्, चाहे आशिष आउँदा होस् चाहे नआउँदा होस्, जुटिरहनु। पिताले भन्नुभएको छ तिम्रो ठुला ढोकाहरू खोल्नको निम्ति साना साना ढोकाहरू बन्द भएको छ। जब मन लगाएर जुट्छौ तब आँखै अगाडि तिम्रो लागि ठुला ठुला ढोकाहरू खुलिसक्यो। जस्तो अघि हाम्रो विष्णु सरजुले गवाई बताउनु भएको थियो नि, कहिले खानालाई भोजन थिएन, कहिले गाडीमा राख्ने पेट्रोल थिएन, जीवनमा कति ठुला हालत थियो। 2.25 वर्षसम्म कठिनाई थियो नि, थिएन र? त्यो सङ्घर्षमा कोही दाजु, कोही भाउजू, कोही दिदी बहिनी, कोही बाआमा आउनु भयो र? नै, त्यो सङ्घर्षमा एक्लै लागिरहनु भयो, पितालाई देखिरहनु भयो, शाश्वत परमेश्वरको ढोका ढकढकाइरहनु भयो। उहाँका वचनहरू जीवित छन्,
एक दिन अवश्य पूरा गर्नुहुन्छ भने हृदयमा विश्वास राख्नुभयो। साना साना ढोकाहरू बन्द भएका थिए त आज पिताले ठुलो ढोका खोलेर दिनु भएन त? अब कहिल्यै बन्द नहुने गरी ठुलो ढोका खोलिदिनु भएको छ। त्यसैले मन लगाउनुहोस्, छिमेकीलाई नहेर्नुहोस्, समस्यालाई नि नहेर्नुहोस्। जसले बोलाउनु भएको छ नि, प्रतिज्ञा गर्नुहुने पिताले बोलाउनु भएको छ, दिन्छु त दिन्छु, 1000% दिएरै छाड्छु। मन बढाऊ, मन बढाऊ, मन बढाऊ। अब्राहमलाई हेर्नुहोस् त, कि तिमीलाई म सन्तान दिन्छु भनेर शारीरिक रूपमा देखा पर्नु भएको र होइन, वचन दिनुभएको थियो। त्यही वचन अब्राहमले होइन र प्र्याक्टिकल गरेका हो कि होइन? दानियलले त्यही वचन होइन प्र्याक्टिकल गर्नुभएको? अनि दाउदले पनि गोलियतलाई मार्न सक्ने शक्ति दाउदमा आफै आएको होइन, वचनलाई नै प्र्याक्टिकल गर्नुभएको दाउदले। आफ्नो बाउ आमा दाजु भाइ इष्ट मित्रले तुच्छ बनाउनुहुन्थ्यो, सबैभन्दा सानो भनेर। भेडा गोठाले भेडाको चारो बाहेक अरू केही कुरा थाहा छैन भनेर सबै परिवारले गिल्लाको पात्र बनाउनु भएको थियो। तर उहाँको साथमा को हुनुहुन्थ्यो? परमेश्वर हुनुहुन्थ्यो। जब परमेश्वर हुनुहुन्थ्यो नि, तब त्यस्तो शक्तिशाली गोलियतलाई त्यो सानो 17 वर्षको दाउदले एकै उसमा मार्ने योग्यको पिताजीले बनाइदिनु भयो। कसको वचन प्र्याक्टिकल गरेर? परमेश्वरको वचन। आज तपाईँ हामीले दासीको आत्मा पाएका नै, पुत्रको आत्मा पाएका भन्छौँ हामी, पुत्रको आत्मा पाएका। अनि समस्या आयो लत्रुङ लुत्रुङ, कर्काला के भन्छ, गावा ओइले जस्तो। समस्या त के पनि रहेनछ। धैर्य गर्नुहोस्, धैर्यलाई धारणा गर्नुहोस्। जीवनमा जति हामी पितामा गहिरिँदै जान्छौँ त्यति ठुला ठुला हालत आउँछ। धर्मी जनलाई कष्ट आउँछ। भन्नु भएको छैन कि धर्मी बसी कष्टै आउँदैन, भन्नु भएको छैन। जति धर्मी हुनुहुन्छ त्यति जीवनमा ठुला ठुला कष्टहरू आउँछ। तर नडराऊ, त्यो कष्टमा पनि उतार्ने म पिता तिमीसँगै छु, तिमीसँगै छु, नडराऊ। यो शरीरको चाललाई नहेर, शरीरको कानले सुनेको कुरालाई विश्वास नगर। समाजले के बोल्यो, परिवारले के भन्यो, संसारले के भन्यो, त्यतातिर ध्यान नदेऊ। ध्यान देऊ पिता परमेश्वरको ध्यान देऊ। मन लगाऊ, विश्वास गर। जब विश्वास गर्छौं तब पिताले के गर्नुहुन्छ? आँखोदेखि काम प्रकट गर्नुभएको हुन्छ। ताली बजाएर अझ उत्साहित हुनुहुन्छ। भन्नुभएको छ, परमात्मालाई धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। अनि भन्नुभएको छ कि होइन, जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो तिनीहरूलाई उहाँले बोलाउनु भयो। अनि जसले उहाँले बोलाउनु भयो तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो। र जसलाई धर्मी ठहराउनु भयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो। आज उहाँको महिमा पाएको छ, महिमित पार्नुभयो। रोगमा आएका थियौँ, निरोगी भयौँ। गरिबमा आएका थियौँ, धनी भयौँ। जीवनमा समस्याले थाकेका थियौँ, बोझले दबाएको थियो, चिन्ताले ग्रसित बनाएको थियो, रोएर हिँडेका थियौँ होइन। हिजोको दिनमा पीडाले दबाएको दबाई थियो, तर आज ती पीडाबाट माथि परमेश्वरले टल्काएर राख्नु भएको छ। संसारमा जलिरहनु भएको छ, जलिरहनु भएको छ। हामीले कसको के बिगारेका छौँ, हामीले कसको घरमा गएर ढकढक गरेका छौँ, ढकढक गरेका छौँ त हामीले पिता परमेश्वरको महिमामा उहाँको ढोकालाई ढकढकाएको छ। हामीले चोरीलाई पनि सुधार्नु भएको छ। चोरलाई पनि आज होइन कि त्यस्तो चोरी डकैती गर्नेहरूलाई पनि आज परमेश्वरको आत्मा पाएर निर्दोष बनेर पिता सत्य हुनुहुँदो रहेछ भन्ने बनाउनु भएको छ। कि कुलतमा परेर हिजो सुधार केन्द्रले सुधार्न नसकेकालाई पनि आज परमेश्वरले निर्दोष बनाएर वचनको लत लाग्ने बनाउनु भएको छ। वचनको लत। आज त्यस्तो पिताको महिमा गरेको, आज त्यस्तो पिताको जय जयकार गरेको, त्यस्तो पितालाई आज धन्यवाद गरेको विरोधहरू त आइ नै हाल्छ। तर पिताले भन्नुभएको छ
विरोध गर्नेहरूसँग नडराऊ, निरुत्साहित नहो, वचनमै भन्नुभएको छ। अनि भन्नुभएको छ हामीले यसमा के भन्ने, हामीले यसमा के भन्ने? संसारले विरोध गर्नुभयो भनेर चिन्ता गरेर अब मैमै छोड्ने हो र? होइन। हामीले यसमा के भन्ने? यदि परमेश्वर हामी तर्फ हुनुहुन्छ भने हाम्रो विरुद्धमा को हुन सक्छ र? यदि परमेश्वर हाम्रो तर्फमा हुनुहुन्छ भने हाम्रो विरोध गर्ने को हुनुहुन्छ र? कोही हुनै सक्दैन। हामी सही तरिकाले परमात्माको महिमा गरेका छौँ। अनि भन्नुभएको छ जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नु भएन तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, कि उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुने छैन र? दिनुहुने छैन र? दिइसक्नु। ताली अझै बजाएर भन्नुहुन्छ पाइसक्यो, पाइसक्यो। वचनलाई मनन गर्नुहोस्, हृदयको पाटीमा रोप्नुहोस् वचनलाई। तपाईँलाई चाहिएको एक एक गरेर पिताले तपाईँले गन्न नसक्ने गरेर आशिषको झरी दिइसक्नुहुन्छ। ल मैले विश्वास गरेको व्यर्थैमा जान्छ कि? ल मैले विश्वास गरेको खेरा गयो कि? ल म जुटेको खेरा गयो कि? यो मन नगर्नु। असल पिताको टाइम आएपछि झरी झैँ बर्साएर दिइसक्नुहुन्छ। यो मन गर्नु, उत्साहित हुनु, पितालाई भन्नु पिता मलाई बढाउनु। तपाईँले भन्नुभएको छ घर जग्गा जमिन धन दौलत भन्दा पनि मैले तिमीलाई जरैबाट निर्माण गर्छु। मैले तिमीलाई जरैबाट के गर्छु? निर्माण गर्नेछु। तिमी भित्रबाट मजबुत भयो भने समस्यालाई देखेर लड्ने छैनौ, समस्याको पहाडलाई देखेर तर्सिने छैनौ। समस्यालाई हट भनेपछि तिम्रै आँखा अगाडि ढल्ने छ बच्चा, ढलिसक्यो, गइसक्यो। आज यस्तो शक्तिशाली पिताजीले बनाउनु भएको छ। नडराउनुहोस्, तपाईभित्र जीवित परमेश्वर हुनुहुन्छ। संसारलाई कहाँ मनपर्छ? जीवित परमेश्वरको आराधना गरे, होइन? जीवित परमेश्वरको आराधना तपाईँ हामीले गरेका। पिताले भन्नुभएको छ म जीवित छु, मेरो वचन पनि जीवित र तिमी पनि जीवित छौ। आज जीवित परमेश्वरको महिमा गरेको तपाईँ हामीले हाम्रा पुकार सुन्नु भएको छ, हाम्रा हृदयका कुराहरू बुझ्नु भएको छ। हामीलाई के जरुरी छ? पिताले एकाएक गरेर हामी सबको निम्ति तयार गरेर यीशु मसीहको नाममा दिइसक्नुभयो। धन्यवाद पिता, हामीले पाइसक्यौँ यो मात्र। अब हजुरले संसारको तिरस्कारलाई, घृणालाई, अपमानलाई हाम्रो गुरुले के बदनाम गरेरै हो त चोट पाउनु भएको? होइन नि। गल्ती गरेरै हो त? होइन नि। तपाईँ हामी सही बाटोमा हिँड्दा हिँड्दा कहिले कस्तो बाटोमा काँडा पनि हुन सक्छ, कहिले कस्तो खाल्टो पनि हुन सक्छ। अब त्यो खाल्टोमा लडे भनेर ईश्वर हुनुहुन्न भनेर हुन्छ? हुन्छ र? त्यो बाटै भत्काएर हुन्छ र? हुँदैन नि। जब हामी सही बाटोमा हिँड्दा उतार चढावहरू आउँछ, समस्याहरू आउँछ, तब पिताले ठुलो ढोका खोल्नलाई तयारी राख्नु भएको छ। खुलिसक्यो भन्नु, उत्साहित हुनु, बिहान उठ्नु, धन्यवाद पिता, मेरो यी सानसाना हालतको त मैले ठुलो महिमा पाउनलाई मैले पाइसकेँ, मैले पाइसकेँ पिता, धन्यवाद गर्नु। भइसक्यो पिता, भइसक्यो पिता। बोलिरहनु, बोलिरहनु। वचन त त्यति बेला दिनुभयो जति बेला उत्पत्ति हुनुभन्दा शून्यतामा रहनु अगाडिबाट नै परमेश्वरले के दिनुभएको थियो? वचन दिनुभएको छ। वचन के छ? जीवित छ। हेर्दा केही जस्तो लाग्दैन, जब सुन्छौँ तब विश्वास आउँछ, जब विश्वास आउँछ तब काम पनि प्रकट भइसकेको हुन्छ। त्यसैले उत्साहित रहनु, त्यसैले के रहनु? उत्साहित रहनु, मनगमन नगर्नु, समस्यालाई पहाड नसम्झिनु। पहाड त मेरो पैतालाको धुलो पो रहेछ पिता, समस्या त मेरो पैतालाको धुलो पो रहेछ पिता, अहिले नपाएर के भइरह्यो पिता? तपाईँले असल टाइम आएपछि मैले सम्हाल्नै नसक्ने गरेर आशिष दिइसक्नु। यो मन गर्दै जानु, उत्साहित हुँदै जानु। आँखा अगाडि बिग्रेको कुरालाई पनि बिग्रेको नबोल्नु, नदेख्नु, सही बोल्दै जानु, सही हुँदै जानु। श्रीमानले बुझ्नु भएन, बुझाउनतिर नलाग्नु, पिता हुनुहुन्छ।
छोराछोरीले बुझ्नु भएन, बुझाउनतिर नलाग्नु, बुझाउनेवाला पिता हुनुहुन्छ। तपाईँ लागिरहनु। जसरी बोट जमिनमा रहँदा दिनदिनै बढ्छ, त्यसरी नै तपाईँ महिमामा रहँदा दिनदिनै पिताले बढाइरहनु हुन्छ। धन्यवाद पिता, बढाइसक्नुभयो। अब आनन्दले अन्य भाषा धेरै गर्नु, प्रार्थना धेरै गर्नु। हजुरलाई प्रार्थना गर्दा धेरै दिमागमा धेरै कुराहरू खोल्यो भने वचनले प्रार्थना गर्नु। अन्य भाषा गर्दा गर्दा धेरै कुरा खुल्यो भने, त्यति बेला कन्सन्ट्रेट भएन भने वचनले प्रार्थना गर्नु। जसरी गर्दा पनि पिताले सुन्नुहुन्छ, बुझ्नुहुन्छ। तिमी बालकै छौ भन्नुभएको छ त, बालकको जस्तो मन बनाऊ भन्नुभएको छ। हामीले एउटा बच्चाले पानीलाई मानी भन्यो भने नि, पानी मागेको हो भनेर बुझ्छौँ भने के हाम्रो परमेश्वरले हाम्रो हृदयको कुरा बुझ्नुहुन्न र? बुझिसक्नुहुन्छ। धन्यवाद पिता, पाइसक्यो। मजाले अन्य भाषा गरिरहनु, ननिष्ठ गरिरहनु। म त सुत्दाखेरि पनि मेरो हृदय चलिरहेको हुन्छ, किनकि त्यस्तो आज पिताले बनाउनु भएको छ। अहिले संसारका चिज वस्तु थोक भन्दा पनि हिजो मात्रै होइन, समाजले पितालाई धन्यवाद, अलिकति वचनभन्दा बाहिर गएँ होइन। हिजो मात्रै मैले सोचेको थिइनँ होइन, अहिले त हिजोको दिनमा के लगाउने होला, के खाने होला भन्ने थियो भने आज कुन लगाउँछौ बच्चा, के कुन खान्छौ होइन, त सोचेको थिइनँ। अब त्यसको लागि डर आइसकेको छ। मैले चाहिँ सोचेँ घरकै लुगा लगाइने हुन्छ। अहिले चाहिँ यस्तो मन त्यति बेला रहेछ, जति बेला यो शरीरले छोड्छ नि तब जीवन रहेछ। आज थाहा पाएँ कि हामीले यहाँ के गर्यौँ नि, यो शरीर त माटोमा हो, माटोमै जान्छ। यसलाई के चिन्ता छैन, केही छैन यसलाई। तर आत्मा त जब शरीरले छोड्छ नि तब बल्ल जीवन छ। अनि एकाएक लेखा दिनुपर्छ। तपाईँले म सच्चाइ जुटेको हो के अरे, मैले यसलाई ग्रहण गरेको हो के अरे भनेर पाउनुहुन्न। एक एक कदम कदम लेखा दिनुपर्नेछ होइन। वचनमै भन्नुभएको छ नि, मेरो सृष्टि र दृष्टिमा केही कुरा लुकेको छैन, तिमीले लेखा दिनुपर्नेछ। कदम कदममा लेखा दिनुपर्नेछ। संसारमा भन्दा पनि झन् स्वर्गीय कुरामा एकदमै ध्यान दिनुपर्नेछ। त्यसैले होइन, पितालाई धन्यवाद। त हिजोको दिनमा कति तपस्या गर्दा पनि के खाउँ के लाउँ होइन, शैतान आत्माले त्यस्तो बनाएको थियो। तर आज सोचेको छैन, तर पिताले परि ल्याउने योग्यको पिताले बनाउनु भएको छ। त पिताले वचनमै भन्नुभएको रहेछ कि मलाई प्रेम गर्नेहरूलाई कुनै कुरामा पनि मैले अभाव हुन दिने छैन। यो वचन पाएँ, यो वचनलाई मैले पाएँ। मलाई प्रेम गर्नेहरू आज आत्माले हमेसा निदाउँदा नि खोजेको छ, हिँड्दा पनि खोजेको छ। सर हजुरले कहिले टच्च वचन लाउनु भने हृदयले उहाँलाई नै खोजेको छ। परिवारले कहिले तिरस्कार गर्यो भने उहाँलाई नै खोजेको छ। त आज यस्तो हृदय कसलाई दिनुभएको छ? पिता परमेश्वरले तपाईँ हामीलाई दिनुभएको छ। मनुष्य हो कहिले कस्तो हुन्छ, हुँदैन भन्न सकिँदैन। त्यसैले हर हमेसा कोमा आशा गर्नु? हाम्रो पिता परमेश्वरमा। त धन्यवाद गर्छु पिता, यीशु मसीहको नाउँमा। समय भएको छ अन्य भाषाको, जति छौँ जे छौँ पर्याप्त छौँ। नडराउनु, चिन्ता नगर्नु। एक दिन सम्हाल्नै नसक्ने भिड पिताले दिइसक्नु भयो। समय आउँदैछ, वचन आयो नि कि ठुलो ढोका खोल्न सानो सानो ढोकाहरू बन्द भएको हुन्छ। कहिले कस्तो बाधा अवरोध आउन सक्छ, यसलाई नहेर्नु। झनै हुनुहुन्न के अरे, किन जाने त्यहाँ त, किन वचन खाने, वचनले फोकस गर्नु। झन् हुनुहोस् नहुनुहोस्, मेरो लागि मेरो पिताले के तयारी राख्नु भएको छ। जब यो मन गर्नुहुन्छ नि तब पिताले अथाह महिमा हाम्रो पछाडि लगाइसक्नुभयो। धन्यवाद गर्छु पिता, यीशु मसीहको नाउँमा। र सबैजनाले बाहिर आँखा बन्द गर्नुहोला। परमेश्वर पिता, हजुरलाई अनगिन्ती म मसीह यीशुको नाउँमा पिता, हजुर मसँग, म हजुरसँग हजुरकै आत्मा भएर कुराकानी गर्न गइरहेको छु। यसै कुराकानीद्वारा मेरा जीवनमा के जरुरी छ पिता, यीशुको नाममा पाइसके। धन्यवाद पिता, आमेन।